गाउँतिर यो पानीबाट कसरी तेल पेलिन्छ हेर्नुहोस् पानी मिलबाट ट्याक्क लाएर यहाँ चाहिँ तोरीको तेल ट्याक्क झरेको छ यो ग्यालन जर्किनमा भर्दैछौँ हामीले सररर ट्याक्क लाएर यस्तो तरिकाले झर्छ तेल चाहिँ ल हेर्नुहोस् यहाँ माथि ट्याक्क राख्नुपर्छ यसरी तेल चाहिँ मजाले झरिरहेको छ यसलाई 2-3 चोटि रिसाइकल पनि गर्नुपर्छ अनि यो दाइले चाहिँ हालिरहनु भयो यसलाई रिसाइकल गरेर हालिरहनु भयो यस्तो फास्ट हुन्छ नि यो पानीबाट हो यो घुमेको चाहिँ यहाँ यो बिजुली डिजल पेट्रोल केही लाग्दैन सररर ट्याक्क लाएर चाहिँ यसरी यसलाई फेरि पहिला तोरी हालेको तोरी हालेर फेरि त्यो तल भएकोलाई फेरि रिसाइकल गरेर मतलब कि फेरि रिपिट गरिन्छ क्या त्यो यस्तो फास्ट घुम्छ यसलाई म कसरी घुम्छ यहाँ माथिबाट देखाइन्छु ल हेर्नुहोस् यो पाइपबाट पानी आउँछ त्यो माथि चाहिँ कुलाबाट पानी आएको छ यो कुलाबाट यहाँ पानी आएको छ यहाँ छान्नी छ है यहाँ फेरि यो पातहरूले छेक्छ भनेर छान्नी छ छेक्न भनेर राखेको अनि त्यसपछि पानी चाहिँ त्यो मेसिनलाई घुमाएर यसरी बाहिर निस्किन्छ।